यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरु कसैको हातमा छैन। जनताले दिए तपाईलाई, ल लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईहरुको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईहरुले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने, हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौँ, हामी गर्छौँ, हामी सक्छौँ र हामी गर्छौँ।